त्यो दामी फोटो खिचेछ हैन दामी तिमीबाट मगाएको सामानै नदेखाइदिएर ल एकदम पर्फेक्ट टाइममा आएर म चाहिँ यो जुन बिहा गर्दिन रे दाउको भाडा रे मैले बिबी ब्लग हो तिरा हामी दामी देखेछ Hey guys, welcome back to my YouTube channel. सबैजनालाई स्वागत छ मेरो YouTube च्यानलमा अनि सबैजनालाई नमस्कार। अनि आज म चाहिँ भन्न गइरहेको छु आज मेरो दिन कसरी बित्यो। केही पनि गरेन। तर आज चाहिँ म अलिकति बाहिर चाहिँ गए मेरो बुढीलाई छोड्न गए काममा अनि काममा छोडेर टेमुबाट आज सामान आउँदै थियो नि त अनि सामान लिन गए अनि एउटा कुरा साँच्चै यहाँ एउटा सामान थियो नि त यो चाहिँ पिसी मेरो यहाँको पिसी चाहिँ गयो भन्नाले बेच्दिएँ एकदम सस्तोमा मैले यस्तो महँगो हालेर किनेको 10% नै पाएन अब त्यहाँदेखि यस्तो गाह्रो है पिसी चाहिँ नकिन्नु म चाहिँ अब चाहिँ म चाहिँ पिसी किन्दिनँ बरु घरमै पिसी चाहियो भने बरु म्याकै किन्ने के भने एप्पलकै किन्ने भन्नु ल्यापटप नै किन्ने ल्यापटप इज इजी हैन तपाईँ जहाँ जाँदा पनि बोक्न सक्नुहुन्छ बोकेर लिएर जान्छ मिल्छ नि त अनि त्यही भएर ल्यापटप इज रियली इजी सो गाइस फर्स्ट अफ अल यही नै यसले नै एट्र्याक्ट गरिरह होला नि त अरे सोल्टीको गीत आयो त्यो त यार सोल्टीको गीत आइदिएर यार एनीवेज आई एप्रिसिएट ब्रो थ्याङ्क यू है त्यो म्युजिकको लागि चाहिँ अनि मैले किनेको चाहिँ आज चाहिँ यो स्पिकर यो कस्तो आँखामै हेर्ने बित्तिकै कस्तो किन्नु मन लाग्यो अनि मैले किनिदिएँ अनि त्यही पिसी बेच्न गएको थिएँ अनि पिसी बेचेर अनि यस्तो किनिदिन्छु यो खतराकै मान्छे थियो फेरि के भन्नु यो किने यो त्यहीँ किने मैले यो पनि त्यहीँ किने माउस पनि यस्तै लाइट खालको छ अब चाहिँ हल्का बाहिर फ्रेस हुन जानुपर्छ घरमा बस्दा त वाक्क लागिसक्यो अब चाहिँ हल्का बाहिर फ्रेस हुन जाम है त आज बुढी छैन एक्लै अब झ्याउ लाग्छ हिँड्न त्यही पनि म जान्छु लेट्स गो है त कहाँ जान्छु हेरौँ त उज्यालो छ बाहिर म चप्पल पड्काउँदै जाँदै आफू बस्ने कहाँ गाडी पार्क गर्ने कहाँ हो क्या यहाँ त फेरि ठाउँै हुँदैन नि त पार्क गर्ने त्यही भएर मैले यस्तो दामी फोटो खिचेछु होइन दामी फोटो र भिडियो खिचेछु यहाँनिर यस्तो साइडमा यस्तो बबाल भ्यू देखेको सो आई डोन्ट नो वेयर आई एम गोइङ है बट हल्का वाकिङको लागि जान्छु म मेबी समीरलाई कल गर्छु A few moments later. सो गाइस अब समीर सोल्टीलाई फोन हानेको सुत्ने बेला भएर रहेछ अनि सो साथी पाउँदैन कोही पनि पाउँदैन गाइस साथी नै पाउँदैन साथी नपाइने डजन्ट म्याटर है गन्तव्यतर्फ लाग्नु पर्यो होइन A few moments later. मलाई तल पार्किङ पायो निस्किने पो क्यारी हो निस्किने यस्तरी मेरो गाडीको राम्रो पार्ट चाहिँ के छ भन्दाखेरि यस्तरी क्या अब यताकोबाट निस्किन मिल्दैन भने यताबाट स्याट निस्किन मिल्छ क्या यस्तरी गो के हो यो मासल ल एकदम पर्फेक्ट टाइममा आएर चाहिँ म चाहिँ दामी भ्यू हो यस्तो दामी देखेछ त आज त के हो यस्तो अब यहाँबाट बाटो क्रस गर्नु पऱ्यो नि त अब यहाँ जेब्रा क्रसिङ छैन पर जानुपर्छ फेरि म त यहीँबाट गरिदिएँ यस्तरी हो अमेजिङ दामी देखेछ पुरै अन्त यहाँ यो भ्यू दामी लाग्यो मलाई फोनमा त कडा देखेछ त यार दामी बिल्डिङ मलाई त टुरिस्ट भन्नुहोस् न टुरिस्टै हो पनि समुद्रमा बस्नको लागि चाहिँ त्यता जानुपर्छ क्या बल्ल भेटिन्छ यता पनि भेटिन्छ यहाँबाट तलतिर जानुपर्छ अहिले चाहिँ म जाँदैछु यतातर्फ हो यो पुल छ नि हो यहाँनिर जान्छु म यहाँनिर चाहिँ यस्तो छ बोर्डमा रेस्टुरेन्ट पुरा तपाईँ यिनीहरूको मेन्यु पनि रहेछ ठिक छ मेन्यु चाहिँ के हो मेन्यु पनि रहेछ सो तपाईँहरूलाई इन्ट्रेस्ट छ भने जाँदा हुन्छ
म चाहिँ एक्लै चाहिँ जाँदिनँ बुढीलाई लिएर जानुपर्छ अरे यता यस्तो दामी विदेशमा आएको फाइदा यही हो कि यहाँ इन्जोय क्या एकदम रिल्याक्स के मान्छेहरू सब बिन्दास के हप्तैभरि कडा काम गर्छ होइन अनि त्यसपछि 2 दिन छुट्टी हुन्छ त्यहाँ मोज गर्ने त्यो दिन फेरि यस्तो मजाले पौडिनु जाने बस्ने वा खतरा देखेछ पुलनिर चाहिँ आएँ तर म यहाँ जाँदिनँ पुलनिर होइन तलतिर चाहिँ जाने है पुलमाथि चाहिँ जान्दिनँ म यार नो एक्सेस भनिदिए यो मेरो फेभरेट ठाउँ हो यार नो एक्सेस भनिदियो क्या अब के गर्नु यस्तो झ्याउलाउँछ यार झन् त्यहीँ जाने भनेर आएको झन् नो एक्सेस भनिदियो लु अब यही भ्यू हेर्ने बस्ने आनन्दले यहाँ ऊ यहाँ जान्छु त म देखाउँछु त्यहाँ पुरा त्यहाँखेरि खासमा यता जाने भनेको तर जान पाइनँ एक्सेसै रहन्छ त्यहाँ जानै नपाउँदो रहेछ अहिले मेन्टेनेन्स चलिरहेको होला त्यही भएर सो कोही अब त्यता जान्छ भने आउँदैछ भने नगए हुन्छ कहिलेसम्म हो थाहा छैन यहाँ पनि नो एक्सेस त्योहरू मान्छे नआएको रहेछ छ्या यार ठिस त्यहाँ यस्तो थियो कि पुरा तालाहरू यस्तो लाउँथ्यो कि हेर तिम्रो र मेरो मेमोरी भएको ठाउँमा त सबै बन्द रहेछ के भएको सो यता चाहिँ सपिङ मल हो सपिङ मल त जाँदैन सो रिटर्न ब्याक अब चाहिँ त्यो साइड जानुपर्छ अब यो साइड नभए भने केही भएन अब त्यताको साइड जानुपर्छ मस्त वाकिङ आएको वाकिङ भोक पनि लागिसक्यो वाकिङ यस्तो छ क्या यहाँ कडा हो दामी भ्लग बनाउनु के गरौँ भइरहेको थियो भ्लग बनिहाल्यो हिँड्नु पर्ने रहेछ कि भ्लग बनाउनुको लागि त माइक छ नि है फेरि माइकै गायो होला म बिन्दा बक गर्दै हिँड्ने अनि माइक चाहिँ गायो जस यस्तो किनारामा हिँड्न पाउँदाखेरि यस्तो मजा आउँछ आनन्द फिल हुन्छ क्या अझै पनि भ्यू कायम नै छ धेरै पछि आयो यो ठाउँमा म कति भएन आएको भोक लाग्यो यार सी द भ्यू बिहाइन्ड मी पछाडिको भ्यू दामी देखिन्छ घाँसले छेकिदियो क्या यार अहिले देखाउँछु म केही छैन के हो जुस हो थुक्क पैसै ल्याएन मैले यार छ्या जुस खानु हुन्थ्यो नि यार यहाँबाट देखियो होला भ्यू अब बल्ल भ्यू देखियो होइन त अहिले कस्तो घाँसले छेकिदिइरहेको कि अहिले बल्ल देखियो यता पनि हेर्नु अझै एउटा राम्रो भ्यू खिच्यो भने टावरमा त देख्छ कतिवटा टावर छैन है एउटा दुईवटा होइन 3टा 4वटा 5वटा 6वटा 7वटा 8 9 10 11 पुरै टावर भन्दै अन्डर कन्स्ट्रक्सन छ है भएपछि चाहिँ दामी हुन्छ नि त त्यहाँदेखि चाहिँ फेरी लाग्छ कुन फेरी भन्दा फेरीको फेरी सो फ्रीमा लाग्छ यहाँ चाहिँ फेरि जोसँग बस कार्डहरू छ त्यसको त्योहरू चाहिँ यहाँबाट जान पाइन्छ फ्रीमा भ्यालेटासम्म अनि भ्यालेटाबाट आउँदा पनि फ्रीमै आउजाउ गर्नु पाइन्छ सीमित टाइम हुन्छ नि त सो यहाँ यो आइसक्रिम चाहिँ दामी हुन्छ बुढी र मामा चाहिँ खतरा खाएको मिठो हुन्छ जस्तो यहाँ चाहिँ रिकमेन्डेड है अहिले चाहिँ म खाँदिनँ किन भन्दा मलाई खासै इन्ट्रेस्ट छैन गुलिया खानुलाई यही हो यसले चाहिँ हजुरलाई फ्रीमा लैजान्छ इफ हजुरसँग कार्ड छ भने बस कार्ड यहाँ बन्द रहेछ हिँड्दै कता कता पुग्यो थाहै हुन्न यार कहिले नयाँ यस्तो फिल हुन्छ घरि घरि त्यहाँ लिएर कडा तेरो भइसक्यो म चाहिँ यहाँबाट चट्ट लाएर यहाँ बस्छु मस्त लाएर यहाँ बस्ने एकछिन बस्छु अनि त्यसपछि जान्छु यस्तो मिठो समुद्रको किनारमा मजाले बस्नुपर्छ 1 hour later अब चाहिँ म फर्किन्छु किन भन्दा भोक लाग्यो सोल्टीकोमा जानुपर्छ अब म सुमन सोल्टीलाई भुपेनले भन्दै थियो सुमन सोल्टीलाई देखाउ भनेर अब चाहिँ सुमन सोल्टीलाई देखाउँछु चक्क लाएर अब सुमन सोल्टी भाटमा जाँदैछु है गाइजहरू लेट्स गो यो एरिया मग खानाको बास्नामा त झन् भोक लाउने क्या पास्ती चाहिँ खान जानुपर्छ सोल्टी आइम कमी है मैले तिमीलाई भन्दिनँ सरप्राइज बर्गर किङमा मैले अहिलेसम्म बर्गर खाएँ किन भन्दा मैले बिफ खाँदिनँ यो खासै बर्गरमा इन्ट्रेस्ट छैन कहाँ छ मेरो गाडी कहाँ राखेको थाहा छैन एयरट्याग छ
so I will try. A few moments later. So आइसकेँ म चाहिँ अहिले सुमन बाटामा अब चाहिँ म जान्छु सोल्टी यार किन लगाउँछौ तिमी यार सोल्टी यार के छ ल भूपेन तिमीले भन्थ्यौ नि हैन अब जहिले कहिले काहीँ ल्याऊ भनेर हैन ए ह्यापी बर्थडे साँच्चै भूपेनको आज बर्थडे हैन ह्यापी बर्थडे भूपेनलाई अनि लु भ्लगमा देखाऊ भन्दै थिए लु देखाइदिए ल तिम्रो इच्छा पुरा गरिदियो बर्थडेको दिन सो ठिक छ यार सोल्टी भोक लाग्यो यार पास्ती चाहिँ छ पिस 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 एउटा लु के लेखिसक्यो लेख्यो भए त म खान्नै ले हो एउटा त्यो दियो अनि एउटा पिज्जा खानुपर्छ कि यार बारबिक्यू त हो नि पिज्जा त सो ल यही हो पास्ती चाहिँ यहाँको चाहिँ ए यस्तो हुन्छ हाम्रो सोल्टी लजाके भिडियो खिच्न पाइन्छ नि यहाँ नि त भिडियो खिच्न पाइन्छ नि अन्त जे पाएर कसरी पाइन हान्दैन यो चाहिँ पास्ती चाहिँ हो टक्क अहिले खानुपर्छ यो चाहिँ पिज्जा 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 टन्नै छ यार पिज्जा यार आमा नो वरिज ब्रो मिठो मिठो खान पाइन्छ यहाँ भने माल्टाको राम्रो कुरो यही त हो नि अन्त सोल्टी यही हो माल्टाको राम्रो कुरो त हाम्रो सोल्टीले खान्न नि त म त बिफ बाइक सब खाइदिन्छु बिहा गर्नु पर्यो सोल्टीको अब एउटा केटी चाहियो यो जुने बिहा गर्दिन रे यो जुने बिहा गर्दिन भन्दा चाहिँ एउटा राम्री केटी राम्री चाहिएन मन राम्रो हुनु पर्यो मन राम्री भएको केटी लु त प्रपोज गरौँ त म इन्स्टाग्राम एकाउन्ट नै तल हालिदिन्छु पटेका पड्काइ राख केटा ओ अहिले झिल्का आख नि म के हो त्यो खै देखाउ त दालको भाँडा अरे माल्टामा दालको भाँडा यस्तो हुन्छ केटा अब के गर्ने अरे अब के गर्ने अरे कमाएर घुम्न जाने स्विजरल्यान्ड बिहा नर्नी बिहा गरिदिने साधु बन्ने साधु 40 वर्ष कटेपछि जोगी बन्ने अलि चोत्र नहाल्नु त्यो त यार ल कोही सिङ्गल छ भने गाई हाम्रो सोल्टी पनि सिङ्गल कसैलाई मिङ्गल हुन मन लागेको छ भने कन्ट्याक्ट मी और म उसको इन्स्टाग्रामको लिङ्क हालिदिन्छु डिस्क्रिप्सनमा फोटो खिचेर जीवनसाथी.com मा हालिदियो भन्दैछ सोल्टीले ल को रेडी छ कन्ट्याक्ट मी गाइज हिसाब गर्न छ कि यार 9:30 बजे हिसाब गर नि त अनि के भन्छ नि सोल्टी नजाऊ न यार सोल्टी यार कहाँ लजाएको केटी मान्छे जस्तो यार हाम्रो सोल्टी अलिकति लजालु छ नि अब लजालु मुस्कान प्रियसी के हो महँगै भनौँ 200 कि 300 आगो पनि छ म्युट के हो एनआर चाहिँ त्यो भोल्युम ठुलो सानो बोया फ्री फायर को बोया मैले त्यही बोया भन्थे ल ल सोल्टी लाग्यो त म अब चाहिँ म फेरि भेटौँ लागिदियो केटाहरूले अब भिडियो हेर्छ अनि बिल्ला हान्दैन सोल्टी अब हाम्रो सोल्टीलाई बिदाई गरौँ अहिलेलाई बसौँला कहाँ बस्ने कुराहरू चाहिँ मान्छेले
त्यहाँबाट भेडा र बालेलाई डरो कल हान्नु तिनीहरूलाई डेन्जर फोन हान्छ हामीले जहिले होइन कहिले फोन उठाउँछ कहिले उठाउँदैन यहाँबाट मेसेज जान्छ टेन्सन नले ल सल्टी चाउ फेरि भेटौँला है त ल अब चाहिँ बुढीलाई लिन जानु पर्यो अनि त्यसपछि घर जानुपर्छ अनि सुत्न नि पर्यो फेरि भोलि बिहान ड्युटी छ सो गाइज लेट्स गो A few moments later. आयो मेरो बुढी मेरो बेबी ब्लग हो के हेलो भन्दियो नमस्ते 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 सो मेरो बुढी पनि आइपुग्यो सो अब चाहिँ हामी घर जान्छौँ गफ गर्दै प्राइभेट गफ गर्दै हामी घर जान्छौँ अनि त्यसपछि घर गएपछि फेरि भिडियो कन्टिन्यू गर्छु A few moments later. सो गाइज हामीहरू चाहिँ अहिले घरमा आइसक्यो आज चाहिँ हामीले त्यो मैले बिहान कुरा गरेको थिएँ नि स्ट्राइप्सहरू मगाएको छु भनेर त्यही के हातमा लगाउने एप्पल अनलाइन स्ट्राइप्स होइन मैले के भन्ने थिएँ अरे अघि नेपाली अघि इङ्ग्लिस सम्झेन अहिले नेपाली फिता फिता भन्थेँ नि त गाइज मैले त्यो फिता चाहिँ आइसक्यो गाइज एप्पल वाच चाहिँ यहाँ रेडी छ उसको स्ट्राइप्सहरू चाहिँ यो हो अनि त्यसपछि अर्को स्ट्राइप्स पनि यो हो त्यसपछि योहरू चाहिँ ट्याक्क त्यो उसको बाहिर कभरहरू अनि अर्को एउटा पनि छ अझै अझै एउटा स्ट्राइप छ यहाँ यो चाहिँ म्याग्नेटिक स्ट्राइप यो के हो यो एयरपोर्टको एयरपोर्ट पनि झिक्यो त ल यो चाहिँ मेरो पुरानो कभर गाइस अब म यसलाई खोलेर नयाँ लाग्छु I'm excited. एक्साइटेड बाफरे के साह्रो एक्साइटेड हो यो लगाउनको लागि वाउ दामी देखेछ क्युट देखियो न वाउ किचन पनि रहेछ गाइस यो त क्युट रहेछ है त मलाई नि मन पर्यो सो गाइस हामीले चाहिँ अब यो नयाँ फिता ट्राई गर्दैछौँ पुरानो निकालेर यसको उद्घाटन गरेको मैले तीनटा चाहिँ सेम कलर सेम डिजाइनमा तीनटा कलरमा मगाएको थिएँ यो चाहिँ एकदम नुर खालके किनभने यो लगभग अब सफ्ट रहेछ यो राम्रो रहेछ म्याटेरियल चाहिँ ल राम्रो देखियो यसमा मलाई चाहिँ मन पर्यो है क्युट पिङ्क कलर अझ बिहान हेर्नुपर्छ कि अहिले त रात पर्यो त्यही भएर अलिकति हुन्छ बानी नभएर होला नि ल साथीहरू अब बुढी खुसी त अब हाम्रो जिन्दगी पनि खुसी नै हुन्छ ह्यापी वाइफ ह्यापी लाइफ भन्नु सो त्यति नै भन्दै अब चाहिँ भिडियो इन गर्नु पर्छ क्या हो यसको स्क्रिन प्रोटेक्टर सो गाइज थ्याङ्क यू गाइज फर वाचिङ है मेरो साथीभाइहरू जसले हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि आजको दिन यसरी नै गयो बाई बाई हेभ अ गुड नाइट यहाँ चाहिँ अब उता गुड मर्निङ भयो नि गुड आफ्टरनुन भयो नि आफै बुझ्नु एउटा मुभी यहाँ थियो त अनि इफ आई डोन्ट सी यु गुड मर्निङ गुड आफ्टरनुन एन्ड गुड नाइट अनि हि गरेर हाँस्थ्यो नि त्यसै गरी इन्डिङ गर्दैछ बाई 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 भन बाई बाई त्यसरी बाई भन बाई बाई